आज चाहिँ म अनि बाबुलाई खाजा बनाउन गइरहेको छु। अनि यो चाहिँ परोटीमा आलु हालेर अनि रोल बनाएर पकाउनुपर्छ यसलाई चाहिँ। यो चाहिँ बाबु एकदम मिठो मानेर खान्छ। अनि त्यसको लागि सुरुमा मैले आलु उसिनेर मजाले मुसेँ। त्यसपछि यसमा बेसार, नुन अनि अदुवा लसुनको पेस्ट राखेर चाहिँ यसलाई मजाले मोल्नुपर्छ। फाइनली अनि मैले चाहिँ यो मोलेर रेडी पारिसकेको छु। अब यसको लागि हामीलाई यहाँ ब्रेड चाहिन्छ अनि ब्रेडको चाहिँ मैले छेउछेउमा काटिसकेको छु। अनि यो सँगसँगै मैले यहाँ चिया पनि बनाउँदैछु। अनि यो चाहिँ पानी ब्रेड डुबाउनको लागि। अनि ब्रेड चाहिँ यस्तो नराम्रो खालको परेछ कि अनि अलिकति पानीमा भिजाउँदा पनि ब्रेड छुटिरहने थियो। तपाईँहरूले बनाउनु भयो भने चाहिँ राम्रो ब्रेडको छनौट गरेर चाहिँ मात्र बनाउनु होला। अनि मैले चाहिँ यो ब्रेड राम्रोसँग छेउछेउको नकाटिएको कारणले गर्दाखेरि चाहिँ अलिअलि लिएर जसोतसो बनाउने प्रयासमा गर्दैछु। अनि मैले अलिकति आलु लिएर अब म यो ब्रेडमा हालिरहेको छु। अनि यहाँ चाहिँ मैले कराई बसालिसकेको छु। अनि कराईमा आफूलाई चाहिने जति अनि तपाईँहरूले तेल राख्नुहोस्। मैले पनि त्यसरी राखेको छु। अब चाहिँ यो मैले अनि रोल गरिसकेको छु। रोल पनि कस्तो बिग्रिरहेको छ अनि यो राम्रो ब्रेड नभएको कारणले गर्दाखेरि। अनि मैले चाहिँ यो तेलमा फ्राई गर्नको निम्ति राखेँ। हजुरहरूको लागि अगाडि चाहिँ म अब अर्को नेक्स्टमा चाहिँ राम्रो खालको ब्रेड ल्याएर अनि राम्रोसँग गरेर हजुरहरूको सामु चाहिँ भिडियो ल्याउने छु। अनि यो चाहिँ मैले यसरी फ्राई गर्नको लागि राखिदिएँ। अनि तपाईँहरूले ग्यास चाहिँ मिडियममै पकाउनु होला, यो बिस्तारै पाक्छ। फाइनली मैले जसोतसो यतिसम्म पकाइसकेँ। मेरो चाहिँ छोरालाई यो अनि असाध्यै मिठो लाग्नु भएको कारणले गर्दाखेरि अनि मैले जसोतसो पनि आज बनाएँ। हुन्छ, भिडियोहरू हेर्दै गर्नुहोला र च्यानललाई मन परे लाइक सब्सक्राइब पनि गरिदिनु होला। यस्तै भिडियोहरू तपाईँहरूको समक्ष ल्याउने प्रयास गर्दछु। हस् त, थ्याङ्क यू, बाई।